आज चाहिँ म तपाईँहरूलाई हाम्रो घरदेखिको हाम्रो कम्पनीसम्मको भ्लग गरेर देखाउन गइरहेको छु। हेलो गाइज होइन, गुड मर्निङ। आज चाहिँ हाम्रो बिहान बिहान यस्तो हिउँ परेर किन भाइ रमाइलो हुन्छ हिउँ पर्दा। किन रे भ्यू चाहिँ आएन भाइ। अब यो भिडियोमा भ्यू त आउन सक्छ कि यो भिडियो सबैले हेर्नुहुन्छ। आउँछ क्या दाइ। त्यस्तो छ दाइ है। यो चाहिँ अब लगभग यो 2024 को होइन, 2024 सित्तै 2024 त सित्तै नि त 2024 कै हिउँ हो नि त। अब यो 24 को अन्तिमको हिउँ हो, 25 को त आउनै बाँकी छ होइन। 24 को चाहिँ यो लास्ट हिउँ हो। यस्तो छ हाम्रो चाहिँ कम्पनी ऊ माथि छ डाँडातिर। यस्तो छ हाम्रो चाहिँ यो। किन्दै भ्यू त आउँछ क्या दाइ, ढुक्क हुनु क्या तपाईँ। मोबाइलले भ्यू नआएको होइन क्या दाइ, यहाँ हेर्ने दर्शक नभएर हुनु क्या। हेर्ने दर्शक भएपछि भ्यू त आउँछ क्या दाइ। त्यत्रो यार 2 लाख किने मोबाइल कहाँ खाने कुरा गरेर त यार। त्यस्तो गाइज हाम्रो चाहिँ होइन, हाम्रो चाहिँ सोधो गरेर जानुपर्छ। यहाँ पुरै लुगा लाएर जानुपर्छ। यो लान भने चाहिँ के गर्नु त त्यो सेन्ट छोडेर हिँड्छ नि त साउजी। अब हाम्रो बाख्ना आउँछ दाइ, त्यस्तो लाउनु पर्छ होइन गाइज। होइन आज चाहिँ म तपाईँहरूलाई हाम्रो घरदेखिको हाम्रो कम्पनीसम्मको भ्लग गरेर देखाउन गइरहेको छु। हेर्नु होला, अनि भ्युज अलिक सेयर गरिदिनु होला हाम्रो भिडियो। दाइले त्यहाँ एउटा स्विच खोलेपछि हाम्रो चाहिँ कम्पनी माथि कम्पनीमा माथि कम्पनीतिर हाम्रो चाहिँ पानी जान्छ। यिनीहरू चाहिँ सबै यो चल्लाको खोरहरू हो रे, मलाई थाहा छैन खासै। म आउँदा थिएन, म आउँदा कुखुराले अन्डा पार्नु थालिसकेको थियो। अहिले चल्ला छैन नि हो नि दाइ। चल्ला तपाईँले हुर्कायो भने नि दाइ के छ, चल्ला हुर्काउन कस्तो गाह्रो हुन्छ? चल्ला हुर्काउन